हेलो साथीहरू, आज पनि हामी फिसिङ गर्न जान लागेको दाजुभाइहरू मिलेर, साथीभाइ दाजुभाइ मिलेर। अनि मलाई पिक गर्नु चाहिँ पिटर दाजु आउनुहुन्छ अरे। अनि अरू ब्रदरहरू साथीहरू चाहिँ दाइहरू चाहिँ जय दाजुहरू चाहिँ आफ्नो आफ्नो गाडीमा आउनुहुन्छ अरे। मणि ब्रदरहरू आफ्नै गाडीमा आउनुहुन्छ अरे। हामी चाहिँ अलिक अगाडि चाहिँ पुग्छौँ होला। मलाई पिक गर्नु आउँदै पिटर दाजु आउनुहुन्छ अरे। अनि मने म हाम्रो बुबुहरू सँगै मिलेर एकैचोटि मिलेर हामी फिसिङ गरेको तपाईँहरूलाई देखाउँछु के कस्तो लाग्छ। प्रतिज्ञा दिनु होला। हामीहरू आज धेरै मार्ने प्लान छ साथीहरू। के गर्नु, आज पनि फिसिङ अब रमाइलो साथीभाइहरूसँग दाजुभाइहरूसँग टाइम यसो स्पेन्ड गर्नुको लागि जानु लागेको। सबै कुरो हेरेर प्रतिज्ञा दिनु होला साथीहरू। हाम्रो ड्राइभमा हुनुहुन्छ पिटर दाजु, यता हाम्रो बिर्खा बुबु, मने बुबु। एकैचोटि खोलामा तपाईँहरूलाई भन्नु केही छ भन्नु? के भन्नु, माछा मार्नु आएको हामी साथीभाइ मिलेर। तर यहाँनिर चाहिँ यो गेट लागेको छ साथीहरू। अनि माछा मारे चाहिँ यो यसको उतापट्टि हो। पिटर दाइले चाहिँ यहाँनिर गाडी घुमाउँदै हुनुहुन्छ। पिटर दाइले गाडी घुमाउँदै हुनुहुन्छ। यहाँ गेट लागेको छ साथीहरू। यहाँ मन हुनुहुन्छ अनि यहाँ म छु। अनि तपाईँहरूलाई माछा मारेर यस्तो मजाले आज भिडियो बनाउने मेरो प्लान छ। आज एकदम क्याटफिस मार्ने प्लान छ साथीहरू। एकदम धेरै मार्ने प्लान छ। त्यसै कारणले गर्दा चाहिँ हामी अब बबाल मार्ने होइन त भने ठिक छ। ल पिटर त आज माछा मार्ने प्लान कस्तो सक्सेस हुन्छ होला? यता हेरेर भन्नु पऱ्यो ठ्याक्क। ल आज कतिको पारिन्छ होला? आज क्याटफिस यत्रो लाने हो। ल ठिक छ। ठुलो ल साथीहरू, हामी आइपुगिसक्यौँ माछा मार्ने स्पोटमा। ल साथीहरू, अहिले परेछ देखाउँछु। ल साथीहरू, घाम लागेर कस्तो पसिना भयो। अब माछा मार्ने खोलामा आइपुग्यो। अब माछा मजाले पर्छ भनेर मेरो एउटा यहाँ छ, एउटा यसमा हालेछ, एउटा यहाँ हालेछ। अरू दाइहरू उता हुनुहुन्छ। अहिले पऱ्यो भने म देखाइहाल्छु तपाईँहरूलाई मजाले। दामी छ, ठुलो छ। तपाईँले त देब्रेले पो गर्नु हुँदो रहेछ नि। ओके, मैले देखाइरहेको छु भिडियो दाइ, बबल देखाइरहेको छु। यतापट्टि अड्केछ नि, यसमा उयो भएछ, अड्केछ। बबल आयो, बबल। लु के भन्नु छ पिटर दाइ? ल त उचाल्नु त कति केजी छ तपाईँहरूले अन्दाज गरेर चाहिँ भन्नु सक्नुहुन्छ। 1 केजी, 1.5 केजी, 2 केजी। बब्बा नाइस। यत्रो धेरै घाम भयो यार। छाता नलिकन नहुने रहेछ। मैले छाता ल्याउनु गएको साथीहरू। परिसकेको छ हाम्रो पिता दाइकोमा। एकछिन होल्ड गर्नु त। एकछिन होल्ड गर्नु त। बडै मानको छ जस्तो छ त पिता दाइ। खाइसकेको छ? माछा त धेरै उफ्रिरहेको छ, ब्लुक गर्दै। माछाहरू त बङ उफ्रिरहेको छ।
निकाल 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 ओ पर मरेर पार है सानै पार छ 1 केजीको जत्रो पार छ यहाँ परिसके एउटा ठुलै छ बिर्खे पो ठुलै छ हजुर हल्का खोल्नु है त्यो आम के हो माछा त सानो उफ्रिरहेको नि त बुङ बुङ उफ्रिन्छ त यार निकाल निकाल आरामले उडुवा पर्छ यता कोरामा पर्ने खालको रहेछ क्या ठुलै पो रहेछ त आरामले खेलाइ निकाल्नु न हल्का खोल्नु त यो हल्का खुस्किनु कत्लै परेछ त बिर्के पो काट्ने यार हल्का लुज बनाउनु न हल्का लुज बनाउनु त यसो यत्रो पऱ्यो यार ल एकैछिन है उता पऱ्यो अरे यार ओ तान्यो मेरो तान्यो अब कसले भिडियो बनाइदिने यार ओहो ताने यार साथीहरू अब एउटा हातले भिडियो एउटा हातले यस्तो गर्ने बेला भयो त बिजोक भयो त हो यसरी नै साथीहरू यहाँ राख्छ लामो भिडियो ताने यार ठ्याक्कै भिडियो गर्दै थिएँ ताने दामी पाराले यार राखेको यार मेरो साथीहरू दामी पऱ्यो है माछा चाहिँ बबाल के माछा हो भिडियो गर्दा पऱ्यो चप्पी लाउन आएको थियो के माछा हो यो क्याक्टस रहेछ साथीहरू कत्रो छ 4 केजीको छ यो साथीहरू देख्न सक्नुहुन्छ यहाँ क्याटफिस साथीहरू त्यो मेरो सबै अल्छ यार दामी पऱ्यो अब यो अड्क्यो नि त यार पुरै खाएछ यार जो पाराले खाएछ नि साथीहरू हेर्नुहोस् त ठ्याक्कै भिडियो बनाउँदै आएर खाइदिए यार साथीहरू ठ्याक्कै मैले पनि ल्याउँदै माछा पिठो देखा पनि परेछ यार क्याटफिस दामी छ है नाइस ए राउ माछा रहेछ कत्ले तुन्द्रुकै झुन्डानु न तुन्द्रुकै झुन्डाउँदा पनि हुन्छ Hallelujah here, catfish. हजुर मनेको दोरीमा राख्नुपर्छ ल धेरै भयो माछा त साथीहरू माछा एकैछिन यति भयो हेर्न सक्नुहुन्छ माछा यति एकजना 12-15 केजी हुन्छ साथीहरू माछा चाहिँ एकैछिनमा थोडा भएन पिटर दाइले पनि 2-3वटा पारो हाम्रो बिर्खुले पनि पारो मनले पनि 2-3वटा पारो मैले पनि पारेँ एकैचोटि थोर्रा भएन
यहाँ छ मेरो बल्छी गर्मीले आम्मा मारो माछा पनि धेरै परिरहेछ गर्मी पनि धेरै छ धेरै पर माछा साथीहरू कतिवटा 7-8 वटा परिसकिसक्यो अझै प्राइस जारी नै अझै धेरै मर्छ हाम्रो ओ उचाला त वर्धन उचाला त वर्धन यता आम्मा त्यहाँ हेर्नुहोस् न साथीहरू त्यो पहेँलो यल्लो हो डल्लै वर्धन उचाला न उचाला एकचोटि ट्राई गर न दुईजनाले त्यहाँ हेर्नुहोस् त कत्रो छ आम्मा मान्छे जत्रो छ त नि टेरिका हजुर त्यही त नि मेरो पनि त्यहाँनिर ताने गरेको थियो कि छोड्नु हुँदैन मान्छे धेरै छ के को सानो चाहिँ पिटा दाइलाई सोध्नु पर्छ एकताल सुन्दै झुडाउनु न के को सानो छ 1 किलो त छ यत्रो के फाल्छ हौ फाल्नु हुँदैन यार साथीहरूमा ठुलो छ अरे परे रे 5-6 केजीको ल पिटा दाइ हो ल पिटा दाइको ठुलो परेछ यहाँ क्याट फिस हो नाइस माने हजुर डाइरेक्ट बाहिर नाइस पक्रेर उचाल्नुहोस् त कत्रो छ च्यापी पक्रिनु न खस्रो हुन्छ कि के हुँदैन होइन च्यापी पक्रिनु न खस्रो हुन्छ कि के हुँदैन छ होला 4-5 केजीको त है निकाल त भने ल पिटर त अब चाहिँ क्याट पिस है अघि एउटा ठुलो निकालेको थियो क्याट पिस अब फेरि पनि कमान लेट्स गो यता पनि तान्दैछ है क्या हो ए अल्झेको तपाईँको फेरि पनि कत्ले माछा हजुर फेरि काट ठिकै छ आधी किलो छ नाइस यता हाम्रो ब्रदरले नै पार्न भाइ ठुलै माछा उयो अलिकति उयो खोलिदिनुहोस् न लक हल्का लक उयो खोलिदिनुहोस् न यसको यो पछाडि खोल्दै बिस्तारै ओहो निकै ठुलो रहेछ ल साथीहरू ठुलो पऱ्यो ठुलो हाम्रो दाइले नाइस दाइ उचालिदिनुहोस् त हजुर हातले पक्रियो अरे हातले पक्रियो अरे ठ्याक्कै एन्डिङमा 4-5 केजीको जय दाइले पार्नुभयो ठुलो माछा यसरी यता त जाँदा यता नाइस हजुर साथीहरू त्यो धमानको माछावाला के हो यहाँ हेर उडाउनुहोस् त जुरुक्कै थोरा थियो यहाँ लु माछा ल साथीहरू माछा धेरै पर्यो लगभग 100 केजी प्लसै भयो होला अनि मैले चाहिँ यो बल्छीहरू सब उठाइसकेको अहिले माछा कतिवटा छ सब भनेर देखाउँछु तपाईँहरूलाई त्यहाँ राखेको छ धेरै परेछ माछा चाहिँ तपाईँहरूलाई म सबै देखाउँछु यो बल्छी सल्छी उठाएको अब हामी घर जानु लागेको 5-6 आवर जति माछा हामीले माऱ्यो होला तर धेरै पऱ्यो सोचेको भन्दा धेरै पऱ्यो
हजुर फेरि माछा हान्नु बगर भयो त हौ। यत्रो भइसक्यो है यहाँ भिडियो यहाँ पनि अझै परि पनि रहेछ दामी दामी नाइस नाइस माछा यत्रो भइसकेको छ साथीहरू अझै पर्नु छोडेको छैन यहाँ हेर्नुहोस् है यहाँदेखिको गन्ती गरेर यत्रो भइसकेको छ साथीहरू आइया हो कत्रो रहेछ है साथीहरू कत्रो रहेछ क्याटफिस 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 धनेको लागि ल यो उताम ताने उताम बल्ल 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 ताम तान यहाँ त छोडिसकेर यता उता तानिसक्यो ल है दाइ झट्टै पहिला एकचोटि चाहिँ आएन होला सायद पल्लोमा पनि तानिरहेछ आएन आएन फेरि पनि पऱ्यो है साथीहरू निकै ठुलो रहेछ ठुल्ठुलै रहेछ त ए सानो सानै छोडिदिउँ होला नि दाजु ल है साथीहरू उचाल्नुहोस् त मजाले ल साथीहरू यत्रो परिसक्यो यहाँ अझै माछा यहाँ पनि परिरहेछ साथीहरू आजको यता पनि हजुर ए ल साथीहरू भिडियो अब भिडियो यहीँनिर हामीले एन्डिङ गरिदिएको है थ्याङ्क यू फर वाचिङ